हिँड्दै हिँड्दै केही दिनपछि जब उनीहरू समुद्रको किनारमा पुगे तब कछुवाको बच्चाले भन्यो, मित्र, यो मेरो देश हो। यदि तिमी चाहन्छौ भने म तिमीलाई आफ्ना आमा बुबासँग भेट गराउँ। उनीहरूबाट छुट्टिएको धेरै भइसकेको छ, पक्कै पनि धेरै दुखी हुनेछन्। वीरेन्द्रले उसलाई जान अनुमति दियो र आफू राति समुद्रको किनारको त्यही जङ्गलमा बसे जहाँ उनीहरू आइपुगेका थिए। त्यही जङ्गलमा केही पर एक ठगको परिवार बस्थ्यो। ती ठगका 2 छोरी र 4 छोरा थिए। ठगकी जेठी छोरी ज्योतिष विद्या जान्थिन्। जब कहिले कुनै यात्रु त्यो जङ्गल हुँदै जान्थ्यो र उससँग केही बहुमूल्य वस्तु हुन्थ्यो भने ठगकी छोरी त्यो कुरा आफ्नो विद्या मार्फत जान्थिन्। आज धेरै दिनपछि फेरि उसलाई ठूलो धनको गन्ध आयो। उसले आफ्ना बाबुलाई भनिन्, मलाई यस्तो लाग्दछ कि जङ्गलमा कुनै यात्री आएको छ। उस यात्रीसँग 4 वटा लाल छन्। यदि तिमीहरू त्यस यात्रीलाई यहाँ ल्याइदियौ भने ती लाल पाउन सक्ने काम म गर्छु। यदि ती लाल हामीलाई मिल्यो भने हामी सधैँका लागि सम्पन्न हुनेछौँ। तर उस यात्रीलाई मार्नु हुँदैन, उसलाई जिउँदै ल्याउनु। त्यसपछि ठग आफ्ना छोराहरूसँग तुरुन्तै त्यस यात्रुको खोजीमा लाग्यो। केही टाढा गएका थिए कि एक रुखमुनि सुतिरहेको मानिस देखे। उनीहरूले सोचे सायद यही हो त्यो यात्री जसको साथमा लाल छन्। उनीहरूले उनलाई समाते र लिएर आफ्नी जेठी छोरी कहाँ लगे र भने, अब तेरो काम हो यसबाट लाल निकाल्ने। ठगकी जेठी छोरीले भरपर्दो ढङ्गले भनिन्, तपाईहरू चिन्ता नलिनुहोस्, म यसबाट पक्कै पनि लाल निकाल्नेछु। तर जब ठगकी कान्छी छोरीले वीरेन्द्रलाई देखिन्, उनी उसँग दिलो ज्यानले मोहित भइन्। पहिलो नजरमै उनले त्यो जवान राजकुमारलाई मन पराइन्। तर भाइहरूका डरले उनले केही बोल्न सकिनन्। तर भित्रभित्रै उनले राजकुमारलाई बचाउने उपाय सोच्न थालिन्। केही समयपछि ठगकी जेठी छोरीले खाना बनाइन् र त्यसमा विष मिलाइन्। त्यही खाना उनले वीरेन्द्रलाई पस्किन्। जब वीरेन्द्रको सामु थाली आइपुग्यो, उनले खाना खान लागे। तर जस्तै उनले खाने निधो गरे त्यसै बेला उनलाई साधुले भनेको दोस्रो कुरा सम्झना आयो। त्यसपछि उनले थालीबाट अलिकति खाना निकालेर एउटा कुकुरको सामु राख्यो। जसै त्यो कुकुरले खाना खायो, ऊ तुरुन्तै मरेको थियो। यो देखेर वीरेन्द्रले त्यो खाना खाएनन्। उनले मनमा सोची साधुको दोस्रो कुरा पनि काम आयो। आफ्नो यो योजना असफल भएको देखेर ठगकी जेठी छोरीलाई धेरै रिस उठ्यो, तर उनले आफ्नो रिसलाई भित्रै दबाइन्। त्यसपछि उनले वीरेन्द्रका लागि ओछ्यान तयार गर्न लगाइन् र भनिन्, यात्री, माथिल्लो कोठामा तिम्रो लागि ओछ्यान तयार गरिदिएको छु, अब तिमी आराम गर। धेरै दिनको लामो यात्रापछि थकित राजकुमार माथिल्लो कोठामा पुग्दा उसले पलङमा राम्रोसँग धुइएको चादर ओछ्याइएको देख्यो। उसले सोच्यो, जे भयो भयो, धेरै दिनपछि त शान्त साथ निद्रा त पाउनेछु। जसै ऊ पलङमा बस्न लाग्यो, उसलाई साधुले भनेको तेस्रो कुरा सम्झना आयो। परदेशमा सुत्नुभन्दा अघि सधैँ ओछ्यान राम्ररी हेर्नु। राजकुमारले पलङ हेर्दा त उसका होसै उड्यो। त्यो पलङ काँचो सुती धागोले तयार गरिएको थियो र त्यसको मुनि त एक आगोको इनार थियो। वीरेन्द्रले इनारभित्र ठूलो ठूलो आगोका अंगार दन्किरहेको देख्यो। उसले सोच्यो, साधुको तेस्रो कुरा पनि काम लाग्यो। मनमनै फेरि साधुलाई धन्यवाद दियो र नजिकै रहेको एक टुटेको खाटमा पल्टियो। एकछिन अघिसम्म शान्त निद्राको सपना देखिरहेको राजकुमारको आँखाबाट अब निद्रा कोसौं टाढा थियो। ऊ अब आफ्नो ज्यान बचाउने चिन्तामा डुबेको थियो। त्यही बेला मौका पाएर ठगकी कान्छी छोरी आइन् र भनिन्, हे प्रिय, म तिमीप्रति दिलो ज्यान समर्पित छु। तर आज रात म केही गर्न सक्दिन। आज रात त मेरी जेठी दिदीको पालो हो। जसरी पनि आज रात तिमीले दिदीबाट ज्यान बचाउनुहोस्। भोलि मेरो पालो हुनेछ। हे स्वामी, म तिमीलाई पूर्ण रूपमा बचाउने छु। त्यति भनेपछि उनी गइन्। जब सबैले खाना खाइसके, ठगकी जेठी छोरी माथिल्लो कोठामा गइन्। उनले सोचे, अब त त्यो यात्री आगोमा पोलिएर खरानी भइसकेको हुनुपर्छ। तर जब उनी भित्र पसिन्, देखिन् कि यात्री एकदमै सकुशल त्यो टुटेको खाटमा पल्टिरहेको थियो। उनको रिसको कुनै सीमा नै रहेन। तुरन्तै उनले छुरी निकालिन् र रिसाउँदै भनिन्, हे यात्री, या त तुरन्तै आफ्ना 4 वटा लाल हिरा मलाई दे, नत्र म तिमीलाई यही मार्नेछु। त्यसै बेला वीरेन्द्रलाई साधुको चौथो कुरा सम्झना आयो। यदि कहीँ शत्रुको फन्दामा पर्नु पर्यो भने नर्मी र ज्ञानका कुराले आफ्नो उद्देश्य हासिल गर। उसले सोच्यो, आज रात बच्न गाह्रो छ।
तर यो अन्तिम उपाय पनि प्रयोग गर्नुपर्छ। त्यसपछि उसले ठक्की छोरीसँग भन्यो, मसँग लाल हिरा छैनन्। यदि तिमीले मलाई मार्यो भने त्यस्तै पछुताउनेछौ जसरी एउटा बन्जारा आफ्नो कुकुरलाई मारी पछुताएको थियो। त्यो युवती रिसाएर भनी, को बन्जारा र कस्तो कुकुर, के फजुल कुरा गर्दैछौ तिमी? त्यसपछि राजकुमारले भने, यदि तिमी जान्दिनौ भने सुन। एउटा बन्जारा थियो जसले एक कुकुर पालेको थियो। त्यो कुकुर अत्यन्तै बुद्धिमान थियो र बन्जारा उसलाई आफ्नै छोराछोरी भन्दा बढी माया गर्थ्यो। एकपटक कोरोना नामको भयानक रोग फैलियो। त्यो रोगका कारण बन्जाराको सारा परिवार मरे र उसको करोडौंको सम्पत्ति पनि सकियो। दुखी बन्जारा आफ्नो प्रिय कुकुरलाई लिएर सिन्धुली गयो, जहाँ एक साहुकार बस्थ्यो। र साहुकारलाई बन्जाराले भने, 10,000 रुपैयाँको बदलामा म मेरो कुकुर तिमीलाई धितो राख्छु। त्यस समय 10,000 एकदम ठूलो रकम मानिन्थ्यो। पहिले त साहुकारले मानेन, तर केही सोचेर उसले बन्जारालाई 10,000 दिइदियो। केही समय पनि बितेको थिएन कि एक रात साहुकारको घरमा डाँकाहरू पसे। बन्जाराको कुकुरले सबै गतिविधि देखिरहेको थियो। उसले सोच्यो, यदि म भुके भने घरका सबै मान्छे बिउझन्छन् अनि डाँकाहरूले सबैको हत्या गर्न सक्छन्। त्यसैले ऊ चुपचाप बसिरह्यो र डाँकाहरूलाई हेर्दै गयो। जब डाँकाहरू धन लुटेर घरबाट निस्किए, कुकुर चुपचाप उनीहरूको पछि लाग्यो। साहुकारसँग यति धेरै सम्पत्ति थियो कि डाँकाहरू त्यो बोकेर हिँड्नै सकेनन्। सूर्य उदाउने समय नजिक आउँदै थियो, त्यसैले डाँकाहरूले त्यो धन एक तालाबभित्र लुकाइदिए र योजना बनाए, पछि आएर सजिलै निकाल्नेछौँ। कुकुरले डाँकाहरूको सबै चालबाजी देख्यो र चुपचाप घर फर्कियो। बिहान भयो, साहुकारको घरमा हाहाकार मचियो। धेरै धन हराएको थाहा पाएपछि साहुकार रोई कराई गर्न थाल्यो। छिमेकीहरूले सान्त्वना दिइरहेका थिए। साहुकारले भन्यो, मैले सुनेको थिएँ बन्जाराको कुकुर निकै चलाक छ, तर यो त नालायक रहेछ, एकचोटि पनि भुकेन। त्यति बेलामा कुकुरले साहुकारको धोती टोक्दै तान्न थाल्यो। उसको यो हरकत देख एक बुद्धिमानी मान्छेले भन्यो, सेठजी, यो कुकुर केही भन्न खोज्दैछ, हामी उसलाई पछ्याउँ। सबैजना कुकुरको पछाडि लागे। कुकुर सबैलाई लिएर त्यही तालाबमा पुग्यो जहाँ डाँकाहरूले धन लुकाएका थिए। त्यसपछि कुकुर तालाबमा पस्यो र सुनका सिक्काले भरिएको झोला मुखमा लिएर बाहिर ल्यायो। साहुकारका नोकरहरू तालाबमा हाम फालेर बाँकी धन पनि निकालेर ल्याए। यो सबै हेरेर सेठको आँखाबाट आँसु झरिरहेथ्यो। उसले कुकुरसँग भन्यो, माफ गर मलाई, मैले तिमीलाई धेरै नराम्रो भने। त्यसै ठाउँमा उसले कागज मगायो र बन्जारालाई एउटा चिठी लेख्यो, प्रिय बन्जारा, तिम्रो कुकुरले मेरो 10,000 रुपैयाँ पूरा गरिदियो। म तिम्रो कुकुर तिमीलाई फर्काइरहेछु। यदि तिमीलाई फेरि 10-20 हजारको आवश्यकता परेमा नि सङ्कोच आउनु। यति समझदार कुकुर मलाई दिएकोमा तिमीलाई दिलदेखि धन्यवाद। तिम्रो सेठ बनिया। त्यसपछि उसले त्यो चिठी कुकुरको घाँटीमा बाँध्यो र भावुक हुँदै विदा दियो। कुकुर घुम्दै घुम्दै 4-5 दिनमा बन्जारा समक्ष पुग्यो। कुकुरलाई देखेर बन्जारा क्रोधित भयो। उसले भन्यो, म तिमीलाई सेठकोमा धितो राखेर आएको थिएँ, तिमी त्यहाँबाट भागेर फर्कियो, तैँले मेरो बेइज्जती गरिस्। रिसले अन्धा भएर उसले तुरन्तै पिस्तौल निकाल्यो र आफ्नै कुकुरलाई गोली हानेर मारिदियो। पछि उसले कुकुरको घाँटीमा झुन्डिएको चिठी देख्यो। त्यो चिठी खोलेर पढ्यो। पढ्ने बित्तिकै बन्जारा डाँको छोडेर रुन थाल्यो। रगतका आँसु झार्दै भन्थ्यो, अब म के गरूँ, अब के बाँकी रह्यो? तर अब केही गर्न सकिने अवस्था थिएन। अहिले पछुताउनु मात्रै बाँकी रह्यो।